नमस्ते नमस्कार सबैजनालाई। तपाईहरुलाई मेरो नयाँ ब्लग च्यानलमा स्वागत छ। कस्तो हुनुहुन्छ तपाईहरु? आई होप तपाईहरु सबैजना सन्चै आरामै राम्रो हुनुहुन्छ होला। अनि आज चाहिँ म तपाईहरुलाई ठ्याक्कै हाम्रो कचनगवलको स्तम्भ, नेपालको सबैभन्दा होचो ठाउँ देखाउन गइरहेको छु। हेर्नु होला, यो चाहिँ हाम्रो घर नजिकै पर्छ। यहाँ यसो बेलुका हामी घुम्न आएछौँ। यहाँनेरि हेर्न सक्नुहुन्छ। यस्तो छ यहाँ। म तपाईहरुलाई एक दुईवटा यसको सिनेमेटिक भिडियोहरु पनि देखाउँछु। तपाईहरुको ठ्याक्कै यहाँ चाहिँ के भन्छ, यहाँ अगाडिपट्टि हावाघर छ अनि वरिपरि पानी छ। यो चाहिँ ठ्याक्कै माछाको सेपमा छ। अनि तपाईको एउटा स्तम्भ छ अनि परपट्टि एउटा टावर जस्तो तर सिडी नभएको के हो त्यो छ। अनि पर टोयलेट अनि यतापट्टि पर एउटा टोयलेट, दुईटा टोयलेट छ यतातिर। अरु यस्तै छ। भिडियो हेर्दै गर्नु होला के कस्तो लाग्छ। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? यदि मेरो भिडियो राम्रो लागे लाइक अनि शेयर अनि कमेन्ट गर्न नभुल्नु होला। अनि सब्स्क्राइब पनि गर्नु होला ताकि मेरो नयाँ आउने भिडियोको नोटिफिकेसन तपाईहरुलाई पहिला मिलोस्। धन्यवाद।